हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ यो वर्षको साकुरा फुलेको हेर्नलाई कुमामोतो जो अथवा कुमामोतो क्यासल कुमामोतो दरबारतिर आएको थिएँ। अनि मौसम एकदम हिजो अस्ति पानी परेर आज मौसम खुलेको र सायद अब यो वर्षको साकुरा फुल्ने पिक समय भन्न सकिन्छ। अब यो पहिलो हप्तालाई पिक भनिएको छ, 4-5 गतेलाई, 4-5 तारिकलाई मेको अप्रिलको 4-5 तारिकलाई पिक आवर भनेको छ। त्यही अनुसार चाहिँ निस्किएको थियो म पनि आज बिदा पारेर। तर हतारमा घरबाट निस्किँदा क्यामेराको ब्याट्री भुलेछ। त्यो सधैँ भइरहने कुरा हो। धन्न गोप्रोको चाहिँ ब्याट्री भुलेन छ भनौँ, एउटा भित्रै थियो। यसरी आएँ, खुलिएको छ कि छैन कि राम्रोसँग भनेर अलिकति दोधारमै आएको थिएँ। तर यहाँ आइसकेपछि चाहिँ एकदमै राम्रोसँग फुलिसकेको र मान्छेहरू पनि एकदम साकुरा फुल हेर्नलाई निस्किसकेको देखियो है। अनि मैले कुमामोतोमा यसरी साकुरा फुल्छ भनेर खासै थाहा थिएन, फुल्छ भन्ने सुनेको थिएँ। अनि त्यो एरियामा काँचो कुमामोतो राम्रो साकुरा फुलेको हेर्न सकिन्छ भनेर भन्दाखेरि चाहिँ प्रायः जस्तोले भनेको कुमामोतो दरबार भनेको हिसाबमा कुमामोतो दरबार आएको थिएँ। अनि यो चाहिँ दरबारको तल्लो भाग हो। त्यो माथि डाँडामा पहिलाको पुरानो दरबार स्टाइल माथि डाँडाको हाम्रो किल्लाहरू जस्तै दरबार चाहिँ माथि छ। म सायद हिँड्दै माथिसम्म जाने प्लान चाहिँ छ। 5 बजीसम्म थियो पहिला हामी अस्ति नै आउँदाखेरि चाहिँ टाइम। अहिले के कस्तो छ भने सायद अलिकति 6 बजीसम्म भएको होला कि। दरबारभित्रै त त्यस्तो साकुरा फुले छैन होला, तर यो वरिपरि यो किल्लाको वरिपरि यो खोला अनि खोलाको किनारमा चाहिँ विशेष गरी राम्रोसँग फुलेको रहेछ भनौँ पुरा। अनि तर माथिसम्म गएर हेरिन्छ, अब देखाउँछु म तपाईँहरूलाई नै। धेरै समयपछि क्यामेरा लिएर हिँडेको। क्यामेराको ब्याट्री ओसिएको थियो, सायद हिजो मात्रै चार्ज गरेको। 3-4 महिनै भयो होला चार्ज नगरेको। हिजो चार्ज गरेको थियो, तर आज चाहिँ घरबाट निस्किँदा त्यति राम्रो मौसम थिएन। उता हाम्रो मिनामियासो भन्छ, उता हाम्रो गाउँ एरियालाई चाहिँ यता अहिले हाम्रो सहर भयो। यता चाहिँ एकदम मौसम खुलेको र मान्छेहरू चाहिँ साकुरा फुलेको हेर्नलाई निस्किसकेको अवस्था। म एकदम एक्साइटेड है। ल माथि दरबारसम्मै जाने भनेर टिकट लिन गएको थिएँ। टिकट चाहिँ करिब क्लोज हुन लागेको रहेछ। 3:30 भइसक्यो, 5:30सम्मको हेर लास्ट टिकट रहेछ। हतारमा नघुमौँ भनेर टिकट चाहिँ लिएन। यो टिकट काउन्टर यतातिर छ भने त्यतातिर वरिपरि चाहिँ पुरै खानेकुराहरू यस्तो ओमियागीहरू प्रेजेन्टहरू भनौँ न, मायाको चिनोहरू किन्ने पसलहरू रहेछ। आजको कुमामोतो गढीको भ्रमणमा चाहिँ फेरि पनि कुमामोतो गढीको दरबार मेन दरबारभित्र नगइकन दरबार परिसरमै घुमेर फर्किने योजनासहित अगाडि बढ्यो। समय त्यति धेरै छैन, अब 1-2 घन्टा घुमेर फर्किहाल्छ। त्यो मान्छेहरू एकदम भिडभाड भएको हुनाले हो क्या, अलिकति गर्मी बढी रहेछ यहाँ चाहिँ। अनि आज पनि मेन गढीको गेटभित्र चाहिँ सायद छिरिँदैन, तर पनि वरिपरि चाहिँ आँखाले भ्याएसम्म साकुरा चाहिँ पिकनिक पनि मनाउन मिल्दो रहेछ यहाँ चाहिँ। त्यसको लागि छुट्टै केही व्यवस्थाहरू छ कि अब जसले पनि राम्रो गर्नु जाने ठाउँ छ र। अनि यसरी सायद यो ड्रेसहरू किमोनो जापानिज ट्रेडिसनल ड्रेस चाहिँ भाडामा लिन सकिने रहेछ यहाँ। अनि तल चाहिँ म्युजियम मलाई त्यति साह्रो म्युजियममा राख लाग्दैन। म चाहिँ आज चाहिँ फुल फुलेकै हेर्न आएको भन्ने हिसाबले। अब फुल फुलेको चाहिँ टिकट नकाटिए पनि हेर्न सकिँदो रहेछ, त्यसमा कुनै आपत्ति छैन। दरबारभित्र चाहिँ अब त्यस्तो फुल फुलेको त्यस्तो नभएको हुनाले दरबारको वरिपरि यत्तिकै घुमेरै मैले
निर्णय गरेँ अनि एकछिन रोकिदिएको यहाँले फोटो खिच्दै रहेछ के मैले अलि बुझेँ गेट त माथि दाहिनेतिर म देब्रेतिर लाग्ने भए दाहिनेतिर सायद टिकट भएको मान्छे त्यो माथि दरबारसम्म जाने बाटो रहेछ म चाहिँ देब्रेतिर लागेँ अलि फ्रीमा हेर्ने ठाउँतिर फ्री मतलब मेन गाडी नभइकन यता बगैँचा जस्तो के छ म पहिला आएको अनुसार मलाई जहाँसम्म याद छ यो साइडमा चाहिँ बगैँचा छ पक्कै पनि ओके अलि पुरानो बुढो रुखहरू रहेछ मलाई चाहिँ किन बुढो रुखहरू देख्यो भने चाहिँ अलिकति इन्ट्रेस्ट लागिहाल्छ किनकि यो त्यो बुढो रुखहरू चाहिँ यति बुढो हुन्जेलसम्म उनीहरूको आँखा अगाडि भनौँ न उनीहरूको अगाडि के कस्तो घटनाहरू समयक्रमहरू घटनाक्रम समयकाल बितेको हुन्छ जस्तो त्यो फिल हुन्छ कि जस्तै अब त्यो किन लाग्छ भने मैले हाम्रो गाउँमा हाम्रो बोर्डरको रुख भन्छ त्यो घाम चार्ने रुख त्यो रुखहरू चाहिँ अब भन्नुहुन्छ बाजेले म सानो हुँदाखेरि मैले लगाएको भन्नुहुन्छ बाजेले अनि त्यो घाँस चाहिँ अब काट्दै अझै पनि छ भनौँ न अब त्यो 70-80 वर्षको होला त्यो रुखहरू सायद 80-90 वर्षकै होला बाजे अब 100 वर्ष पुग्न लाग्नु भयो अनि कहीँ न कतै त्यो रुखसँग चाहिँ एउटा हाम्रो बाजेको बालापन अथवा त्यो कालखण्ड त्यो रुखले चाहिँ आफ्नो आँखा अगाडि देखेको हेरेको खेपेको जस्तो लाग्छ र अनि त्यो हिसाबले मलाई चाहिँ अलिकति बुढो रुखहरू भनौँ न अलि धेरै वर्ष पुरानो रुखहरूसँग चाहिँ उनीहरूसँग केही न केही इतिहास बोकेको अथवा केही न केही कथा बोकेको केही न केही याद बोकेको त्यो हिसाबले म चाहिँ हेर्ने गर्छु है त्यही भएर हुन्छ जहाँ कहीँ पनि ठुलो रुखहरू बुढो रुखहरू देख्ने बित्तिकै चाहिँ मलाई लाग्ने भनेको चाहिँ त्यो कुराहरूसँग जोडिएर म फिल गर्छु भनौँ न सायद यहाँदेखि भित्र चाहिँ दरबार होला है यहाँदेखि भित्र जानको लागि चाहिँ टिकट चाहिन्छ जुन मैले लिएको छैन ओहो अहिले आएर त लिनै पर्ने जस्तो लाग्यो टिकट त यो भित्र पनि त्यस्तो धेरै राम्रो फुलेको रहेछ है भित्र पनि मलाई लाग्यो भित्र त दरबारै होला अरू के नै होला र जस्तो लाग्यो तर यहाँबाट हेर्दा चाहिँ दरबारभित्र पनि उत्तिकै साकुराहरू फुलेको जस्तो लाग्यो मलाई दरबारभित्र भनेर त्यो बिल्डिङको भित्र नै मान्छेहरू गएको देखिएको छ यहाँबाट त्यो टप फ्लोरको बिल्डिङको सिसाभित्र मान्छेहरू देखिएको छ भनेपछि टिकट काट्यो भने चाहिँ त्यो बिल्डिङको टपसम्मै जान मिल्ने रहेछ सायद त्यो यताउति वरिपरि घुम्ने मात्रै होइन योभन्दा अघिल्लो टाइम आउँदा त अब कुमामोतोको यो 2015को भूकम्पले 2015 सालमा कुमामोतोमा ठुलो भूकम्प गएर विनाशकारी भूकम्पले यो क्षति पुर्याएको दरबार चाहिँ अझै पनि योभन्दा अगाडि हामी कुन डिसेम्बर होइन र डिसेम्बरभन्दा नि अगाडि नोभेम्बरमा आउँदाखेरि चाहिँ अझै निर्माणाधीन अवस्थामै थियो दरबार अब यो अहिलेलाई खुलेर 2-3 महिना नै मात्रै भयो होला किनभने अब यो पुरातत्व विभागले यहाँ पनि पुरातत्व विभाग हाम्रो जस्तै पहिला पुरानो शैलीको दरबारहरूलाई चाहिँ पुरानै शैलीको त्यो अब पुरानै शैलीमा बनाउने अनि त्यसको निर्माण सामग्रीहरू पनि पहिला जुन प्रयोग गरेको थियो त्यही अनुसारको प्रयोग गर्ने कङ्क्रिटहरू सिमेन्टहरू रडहरू प्रयोग नगर्ने सायद त्यही भएर होला यस्तो अब नत्र यो विकसित देशमा यति विकसित भन्छ हामीले होइन रोडको खाल्टो त अब रातारात पुर्ने देशमा तर यो कुमामोतो जोको यो पुरातत्व
पुरातत्व भनौँ न, पुरातत्व विभाग के भन्छ यसलाई, पुरातात्विक गौत जोलाई यो सम्पत्तिलाई चाहिँ यिनीहरूले चाहिँ 2015को भूकम्पले क्षति पुर्याएर फेरि पुनर्निर्माण गर्न चाहिँ करिब हाम्रो जस्तै 10 वर्षको समय लिएको रहेछ मैले बुझ्दाखेरि होइन। अब लेख्दा पनि यही लेखेको थियो, कुमामोतो त्यो 2015को भूकम्पले भत्किएको भनेको अझै पनि सायद देख्न सकिन्छ। हामीले कता कतै जिउँदै पनि राखेको छ उनीहरूले, सायद उता भत्किएको वाल देखिन्छ, सेतो वाल, त्यो वाल पनि त्यतिखेर भत्कियो। तर उनीहरूले त्यसलाई चाहिँ पुनर्निर्माण नगरिकन अलिकति त्यो एउटा भग्नाविशेष भनौँ के, त्यो भूकम्प यस्तो भूकम्प आएको थियो है, यसरी क्षति पुर्याएको थियो है भनेर अलि देखाउनलाई त्यसको त्यही खाताचीमा राखेको छ, त्यसलाई त्यही सेपमा राखेको छ उनीहरूले। अलिकति त्यसलाई सुरक्षित मात्रै बनाएर पहिला जस्तो थियो त्यस्तै उनीहरूले पुनर्निर्माण चाहिँ त्यसमा गरेको छैन रहेछ। वालमा चाहिँ मन्दिरको कुरा गर्ने हो भने चाहिँ पुरानै अवस्थामा फर्काएको देख्न सकिन्छ। मैले यो दरबार एरियाकै सबैभन्दा पुरानो बुढो रुख भनेर भेटेँ यसलाई, जसको नाम चाहिँ दिएको छ तपाईँको सान, मैले भर्खरै बिर्सिहालेँ, सुताजिती, यसको नाम दिएको छ उनीहरू निनोमारू 102 भनेर यो नम्बर दिएको छ यो रुखलाई। यसलाई भनेको छ र यो दरबारको सबैभन्दा पुरानो रुख चाहिँ यो, सबैभन्दा बुढो रुख चाहिँ यो हो भनेर। मैले त्यो ठ्याक्कै त्यो जापानिज वर्षको हिसाब निकाल्न सकिएन कति वर्ष पुरानो भनेर। यो क्युआर कोडलाई चाहिँ मैले स्क्यान गरेर वेबमा हेर्दा पनि यो रुख कति वर्ष भयो भनेर चाहिँ मैले पत्ता लगाउन सकिनँ। त्यो विस्तृत म सायद खोज्छु होला, तर मैले अघि नै यो गेटमा छिर्ने बित्तिकै एउटा देखिहालेको, अनुभव गरिहालेको कुरा मध्येमा यहाँको चाहिँ पुरानो रुखहरू, कुमामोतो त्यो गढी, कुमामोतो दरबार छ जुन छ पहिलाको राजाहरूले किल्ला बाँधेर लडेको ठाउँ हो भन्छ यसलाई पनि। अब अहिलेसम्म मेरो जापानिज लेभल अथवा जापानको हिस्ट्री सम्बन्धी मेरो नलेज त्यति भइसकेको छैन। मैले सुन्दाखेरि मिसहरूले पनि अलिकति कुरा गाडीमा गर्दाखेरि चाहिँ यो चाहिँ एकदम ऐतिहासिक थलो हो, यहाँ यसरी पहिला युद्ध लडेको, युद्धपोत बाँधेर लडेको भन्छ। हाम्रो नेपालमा विभिन्न गढीहरू छन् पहिला 2224 राज्यको पालाको, त्यस्तै यो पनि कुनै त्यो जापानको कुनै एउटा कालखण्डको राजाहरूले आफ्नो किल्ला बनाएर लडेको ठाउँ। र यो ठाउँको विशेषता चाहिँ यसरी यो पुरानो रुखहरू चाहिँ जुन बेला त्यो राजाले लडाइँ लड्दाखेरि पनि त्यो यो रुख थियो र आज पनि त्यो रुख छ भन्ने हिसाबले त्यसरी एउटा यो बुढो रुखहरू र यो दरबारको एउटा महत्त्व अथवा एउटा सम्बन्धलाई चाहिँ उनीहरूले चाहिँ अलिकति सुरक्षित तरिकाले झल्काउन खोजिएको जस्तो मलाई लाग्यो। सबै रुखहरूको चाहिँ तपाईँले क्युआर कोड गऱ्यो भने त्यो रुखको आइडी कार्ड भनौँ न, रुखको एउटा पोर्टफोलियो भनौँ न, त्यो चाहिँ हेर्न सकिन्छ। तर के भनौँ यसलाई, दुर्भाग्य भनौँ अथवा के भनौँ होइन, जापानिजमा मात्रै लेखिएको भेटियो त्यहाँ जुन त्यो प्रोफाइल कार्ड थियो त्यसमा चाहिँ। त्यो भएर मैले ठ्याक्कै यो रुख कति वर्ष पुरानो भन्ने चाहिँ मैले पत्ता लगाउन सकिनँ। तर कम्तीमा पनि यिनीहरू 100 वर्ष आसपासको इतिहास चाहिँ यो रुखहरूले बोकेको छ भन्ने विश्वास मैले लिएको छु होइन। तैपनि म विस्तृत यसको बारेमा चाहिँ खोजी गर्ने मलाई एकदम उत्सुकता चाहिँ बढेको छ यहाँको रुखहरूको बारेमा। आजको यो प्रगति भयो भनौँ। अनि अघि मैले भनेको थिएँ उताबाट यो चाहिँ जुन 2015को कुमामोतो भुइँचालो अर्थक्वेकले भत्काएको संरचनालाई चाहिँ यसरी एउटा त्यो सम्झना अथवा राख्नलाई हेर्नुहोस्, त्यो जुन जसरी भत्किएको थियो पर्खाललाई त्यो पुरानै शैलीमा त्यसलाई उठाएर त्यस्तो संरचना नबनाएर त्यो भत्किएको सम्मको एरियामाथि चाहिँ त्यसरी कभर लगाएको छ। के को कभर, सायद त्यो सिमेन्टी हो के हो मलाई त्यतिसम्म ज्ञान भएन। तर माथिबाट कहीँ त्यो त लुगा जस्तै देखिन्छ यहाँबाट हेर्दा त। त्यो कभर गरेर त्यसलाई चाहिँ अहिले यसरी नै राख्ने उनीहरूको प्लान हो अथवा भविष्यमा बनाउने हो थाहा भएन। तर तल ढुङ्गाहरू पनि राखिएको छ भनेपछि त्यहाँबाट झरेको ढुङ्गाहरूलाई चाहिँ तल राखेको छ है उनीहरूले, जुन माथिको वालबाट
खसेको ढुङ्गाहरूलाई चाहिँ तल यसरी पुरै विद्यार्थीहरू पढ्नलाई बसिया जसरी टक्क मिलाएर लाइन लगाएर राखिएको छ भने माथि वाललाई चाहिँ फेरि त्यसरी नबनाइकन त्यही जसरी भुइँचालोले भत्काएको थियो त्यही अवशेष एउटा भनौँ न आर्थिक म्युजियम भने जस्तै भुइँचालोको के भन्छ म्युजियम जस्तै राखिएको देख्न सकिन्छ। अनि भित्रको पार्टहरू पनि त्यो भूकम्प पश्चात चाहिँ कसरी पुनर्निर्माण गरियो, के कस्तो टेक्नोलोजीहरू अथवा के कस्तो सामग्रीहरू युज गरियो भन्ने कुरा चाहिँ उनीहरूले विस्तृत रूपमा लेखेको रहेछ। मैले त्यहाँ अगाडि फोटो खिचेको थिएँ अघि र त्यो मेन त्यो निलो बोर्डमा चाहिँ हो यसरी त्यो भुइँचालो पश्चात पुनः निर्माण गर्नलाई यस्तो हिसाबले चाहिँ यस्तो गरेर पुनर्निर्माण गरिएको थियो है भनेर पुरै देखाएको छ। सायद त्यो त अझै पनि बन्दैछ जस्तो छ है त्यता चाहिँ, तर अहिले चाहिँ पुरै मान्छेहरू भित्र जान सक्ने घुम्न सक्ने अवस्था चाहिँ हो। त्यही पनि पुनर्निर्माणको कार्य चाहिँ सबै सम्पन्न भइसकेको चाहिँ होइन जस्तो मलाई लाग्यो, जहाँसम्म लाग्छ। त्यो मैले गेस गरेको कुराहरू हो, यसमा कति सत्य होला कति छ होइन, मैले कसैसँग सोधेर अथवा कुनै किताब पढेर गरेको कुरा होइन। मैले जब यहाँ आएर हेरेर आँखा अगाडि अथवा सुनेको कतिपय त सुनेको कुराहरूलाई आधार मानेर मैले त्यसरी व्याख्या गरेको छु। यसमा कति जायज नजायज पनि हुनसक्छ। यो चित्रमा देखिएको यो पछाडिको दुईटा यो मन्दिरहरू चाहिँ यिनीहरू चाहिँ निर्माण सम्पन्न भएर मान्छे गइसकेको हो भने यो भवन चाहिँ अझै पनि निर्माणाधीन अवस्थामा जुन यो देखिन सकिन्छ। यो अगाडिको यो बोर्ड जस्तै होइन, बोर्ड नै हो, त्यो निलो बोर्ड भएको बिल्डिङ चाहिँ अझै पनि निर्माणाधीन अवस्थामा, त्यो जुन चाहिँ यो तीनवटा बिल्डिङ मध्येको यो बिल्डिङ सबभन्दा आँखा अगाडिको यो चाहिँ अझै पनि निर्माणाधीन अवस्थामा। तर यो वालहरू चाहिँ जुन यसरी देखिएको वालहरू चाहिँ यो चाहिँ अहिले भत्केर हेर्नुहोस् यस्तो अवस्थामा भूकम्प पछिको, अनि त्यहाँबाट भत्केर खसेको ढुङ्गाहरू चाहिँ यहाँ तल राखेको छ यसरी मिलाएर। सायद ढुङ्गाहरूको पनि सबैको नम्बर लागेको रहेछ, सायद यहाँबाट यति महत्त्व दिएको छ भनौँ न पहिलाको सम्पदालाई अथवा प्राकृतिक वस्तुहरूलाई चाहिँ यसरी महत्त्व दिएको छ। त्यहाँबाट माथि गाराबाट खसेको प्रत्येक ढुङ्गाहरूलाई चाहिँ नहराओस् टुटफुट नहोस् भन्ने हिसाबले नम्बर लाएर राखेको छ। त्यसको अर्थ चाहिँ योलाई फेरि पनि यो निर्माण कार्य सम्पन्न भएपछि फेरि माथि नै लान्छ जस्तो चाहिँ मलाई लाग्यो, किनभने यसरी नै सधैँ यसलाई यो ग्राउन्डमा यसरी भाग लाएर अथवा लाइन लाएर तँलाई राख्दैन जस्तो होला पक्कै पनि। अब यो अझै भनेपछि निर्माणाधीन अवस्था नै भनौँ है। तीनवटा बिल्डिङ रहेछ माथि गढको, दुईवटा बिल्डिङ चाहिँ निर्माण सम्पन्न भएर अहिले मान्छेहरू जान सक्ने घुम्न सक्ने। त्यो सबभन्दा पछाडिको टुप्पाको त्यो तल सिसा देखिएको छ, त्यसमा यहाँबाट आँखाले देखिन्छ, क्यामेराले देखिँदैन। त्यहाँ चाहिँ मान्छेहरू देखिएको छ अहिले भनेपछि उनीहरू टिकट काटेर त्यहाँसम्म पुगिसक्यो भने। तेस्रो भवन यो सबसे आँखाको अगाडि यो बोर्ड लागेको जस्तो देखिने चाहिँ अझै पनि निर्माण कार्य भइरहेको देखिन्छ। कुमामोतो कुमामोतो दरबार आउनुहुन्छ भने चाहिँ यो ठाउँलाई चाहिँ चिनिराख्नु। यहाँनिर यो ठुलो गेट छ, यो गेटबाट भित्र छिरेपछि चाहिँ यो जुन तपाईँहरूले कुमामोतो क्यासल अथवा कुमामोतो जो सर्च गर्दाखेरि चाहिँ एउटा दरबारको राम्रो भ्यू देखिन्छ, राम्रो फोटो देखिन्छ। त्यो चाहिँ सायद यहीँबाट खिचेको हुनुपर्छ, किनभने यी पोइन्ट चाहिँ बेस्ट पोइन्ट जस्तो लाग्छ है दरबार। अनि यो दरबारलाई चारैतिरबाट यता उता तलतिरबाट चाहिँ बिरालो भएकोले अथवा उताबाट चाहिँ फेरि खोला भएको छ, अनि छिर्ने भनेको सायद यताबाट हो दाहिनेबाट। त्यो छिर्ने पोइन्टबाट चाहिँ सिधै पर्ने भएकोले त्यसरी राम्रो फेस देखिँदैन। तर सबसे बेस्ट भनौँ न दरबारको फेस चाहिँ राम्रोसँग सबसे बेस्ट देखिने फेस पोइन्ट भनेको चाहिँ यो पोइन्ट हो। अनि यहाँबाट चाहिँ तपाईँले एकदम राम्रोसँग देख्न सक्नुहुन्छ जुन कला छ, जुन जापानिज कला छ भनौँ न, जापानिज जिन्जिया जापानिज दरबारको कला हुन्छ। अब जापानी प्रायः देशको प्रमुख सहरहरूमा देख्न सकिने यो जो भन्छ होइन हाम्रो दरबार भनौँ न, त्यो चाहिँ हो। त्यसमध्येको अब क्युसु एरियाको चाहिँ एउटा राम्रो दरबार चाहिँ कुमामोतो जो कुमामोतो दरबार हो।
अनि त्यसमा पनि तपाईँ कुमामोतो आएर घुम्न आउनुभयो भने चाहिँ अनि यो पोइन्ट यो यताबाट डाँडा लाग्यो नि यताबाट डाँडा लाग्यो नि एउटा सेतो ठुलो गेट छ। त्यो सेतो ठुलो गेटको अब यहाँ ठुलो रुख छ होइन। यसमा यहाँबाट देखिने पोइन्ट चाहिँ एकदम क्लियर छ है। दरबारको पुरै डिजाइन देख्न सकिन्छ। राम्रोसँग खिच्यो भने अब टिकट काटेर तपाईँ माथि दरबारको माथि टुप्पोसम्म पनि चढ्न पाउने रहेछ। त्यहाँ मान्छेहरू सायद यताउति हिँडिरहेको देख्न सकिन्छ यहाँबाट।